हेलो साथीहरु, आजको यो भिडियोमा हामी पाम्स V2 मा औषधि तथा औषधिजन्य सामग्रीहरुको सुरु मौजात अर्थात ओपनिङ ब्यालेन्स कसरी राख्ने वा आल्या कसरी गर्ने, जुन हाम्रो पहिला पुरानो ELMIS मा भएको औषधिहरुलाई पाम्स V2 मा कसरी ल्याउने भन्ने कुराहरु सिक्छौं है त। त्यसको लागि सबभन्दा पहिला हामी चाहिँ पाम्स V2 खोल्नु पर्ने हुन्छ। यो खोलिसकेपछि यसमा हाम्रो यो स्टोर किपर को युजर आईडी बाट लगइन गर्नुपर्छ। आर्थिक वर्ष सिलेक्ट गर्ने हैन, त्यो गरिसकेपछि यो खुल्छ है, स्टोर किपर को आईडी खुल्छ। यसमा गएर हामी चाहिँ आल्या गर्नको लागि सबभन्दा पहिला अभिलेख प्रविष्टिमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि सम्पत्ति तथा जिन्सी सम्बन्धी मा क्लिक गर्छौं। यसमा क्लिक गरिसकेपछि आल्या गर्नलाई चाहिँ अन्य मौजात प्रविष्टि भन्ने अप्सनमा क्लिक गर्नुपर्छ। यसमा क्लिक गरिसकेपछि यहाँ चाहिँ औषधि मौजात मा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ आएपछि चाहिँ हामीले यस्तो इन्टरफेस खुल्छ। यसमा चाहिँ प्राप्तिको स्रोत, अब यो कहाँबाट प्राप्त भयो त, यो त पुरानो हामीले ELMIS मा भएको डाटाहरुलाई पाम्स मा ल्याइरहेको छु, त्यही भएर पुरानो मौजात प्रविष्टिमा क्लिक गर्छौं। सुरु प्राप्ति मिति चाहिँ यो आर्थिक वर्षको सुरुको मिति दिनुपर्छ 2082 4 1 है। यो दिइसकेपछि सुरु प्राप्ति नम्बर भनेको अब यसलाई 2 मानौं है, 2 गरे। त्यसपछि क्याफियतमा चाहिँ ओपनिङ ब्यालेन्स लेखे है। क्याफियतमा हजुरहरुले आफ्नो तरिकाले जे पनि लेख्न सक्नुहुन्छ। त्यसपछि यो उपशीर्षकमा मेडिकल तथा औषधिजन्य सामान, यो ठीक छ, यसलाई केही पनि नगर्ने। यहाँ सम्पत्तिमा, अब सम्पत्तिमा सबभन्दा राम्रो प्र्याक्टिस के हुन्छ भने ELMIS लाई खोल्ने। ELMIS खोलिसकेपछि रिपोर्ट पुलमा गएर बिन वाइज प्रोडक्ट जुन हुन्छ त्यसलाई चाहिँ डाउनलोड गरेर चाहे त्यसलाई चाहिँ ओपन गरेर त्यहाँ भएको प्रोडक्टमा एक्सपायरी डेट, ब्याच नम्बरहरु पुरै डिटेल रहन्छ। त्यो प्रोडक्टहरु यहाँ सर्च गर्ने। जस्तै अब एक्जाम्पलको लागि हामी पारासिटामोल राख्छौं है। पारासिटामोल टेब्लेट 500 mg को पारासिटामोल लियौं है। यो चाहिँ स्पेसिफिकेशनमा 500 mg राख्छौं। त्यसपछि परिमाण, हामीसँग परिमाण कति थियो पारासिटामोलको, मान्नु 1000 थियो है, 1000 पारासिटामोल थियो। टेब्लेट दर, अब दर थाहा छ भने लेख्नु, थाहा छैन भने हामीले 0 नदिएकन यो बटन चाहिँ क्लिकेबल हुँदैन है। यो चाहिँ एड बटन क्लिकेबल हुँदैन, यहाँ 0 राख्नु पर्छ। अर्को कुरा चाहिँ यहाँ स्पेसिफिकेशनमा यदि केही छैन भने, यो स्पेसिफिकेशन राख्नु भएन भने, यसलाई खाली छोड्नु भयो भने यो क्लिकेबल हुँदैन। त्यही भएर केही नभएपछि ड्याश कम्तीमा हाल्दिनु पर्ने हुन्छ। यही चाहिँ ध्यान राख्नु पर्ने हुन्छ। स्पेसिफिकेशनमा ड्याश र छ भने स्पेसिफिकेशन राख्नु, छैन भने ड्याश। त्यस्तै दरमा चाहिँ छ भने दर राख्नु, छैन भने 0 चाहिँ हाल्नै पर्ने हुन्छ। अहिलेलाई चाहिँ यो पारासिटामोलको स्पेसिफिकेशनमा चाहिँ हामी 500 mg राखिदिन्छौं। त्यसपछि एड रेकर्ड गर्ने है, एड गर्छौं। एउटा औषधि भयो। त्यस्तै अर्को हामी फेरि सम्पत्तिमा जान्छौं। जस्तै भिटामिन बी कम्प्लेक्स लिन्छौं है, भिटामिन बी कम्प्लेक्स टेब्लेट। यो पनि हामीले यसरी दियौं। यसको स्पेसिफिकेशन खोइ थाहा छैन, त्यही भएर हामीले ड्याश। परिमाण, यो चाहिँ मान्नु न हामीसँग बी कम्प्लेक्स 500 छ हैन, थियो। यो आर्थिक वर्षको लास्टमा चाहिँ 500 थियो। आल्या गरिरहेछौं हामी, यो आर्थिक वर्षमा देखाइरहेछौं। त्यही भएर दर यसको पनि थाहा छैन, त्यही भएर 0 राख्दियौं। 0 राखिसकेपछि यो क्लिकेबल भयो र यसरी गर्नु। यस्तै गरी हजुरहरुको ELMIS मा धेरै औषधिहरु छ, त्यो सबैलाई यसरी गर्नु होला। यहाँ धेरै गरेपछि यो भिडियो लामो हुन जान्छ, त्यही भएर हामीले 2वटा मात्रै राख्यौं। अब 2वटा राखिसकेपछि यो सिकिसकेपछि यसरी चाहिँ हजुरहरुले सबैलाई गर्नु होला। यो सिक्नलाई चाहिँ 2वटा मात्रै राखेका छौं। त्यसपछि यसमा सेभ अल मा क्लिक गर्छौं। सेभ अल मा क्लिक गरिसकेपछि के तपाई विवरण सुरक्षित गर्न चाहनुहुन्छ? यस है।
यो गरिसकेपछि हामीले यहाँबाट प्रविष्टि गर्यो नयाँ प्रविष्टि 0 ब्यालेन्स भएको छ है प्रविष्टि नम्बर 4 मा अब यसलाई चाहिँ हामीले प्रिभ्यू गरेर हेर्छौं यसले जुन गरेको यो ठीक छ प्यारासिटामोल 500 mg को ट्याब्लेट 1000 भिटामिन बी कम्प्लेक्स ट्याब्लेट चाहिँ 500 ठीक छ है ठीक छ भएपछि हामीले यसलाई चाहिँ संस्था प्रमुखकोमा फरवर्ड गर्नुपर्ने हुन्छ है या ठीक छैन केही सच्याउनु पर्ने छ भने एडिटमा गएर हामी यसलाई सच्याउन पनि सक्छौं है तर यसले ठीक छ यसलाई चाहिँ अब एडिट नगरौं यसलाई चाहिँ हामी संस्था प्रमुखकोमा फरवर्ड गरौं फरवर्ड गर्ने बेलामा चाहिँ भूमिकामा चाहिँ प्राप्तकर्ताको भूमिकामा स्वीकृतकर्तालाई हामी संस्था प्रमुखलाई पठाइराछौं शाखा चाहिँ हाम्रो स्वास्थ्य संस्थाको नाम हुन्छ है त्यसपछि नाममा चाहिँ स्वीकृतकर्ताको नाम आउँछ र के को लागि हामी पठाइराछौं त फर एप्रुभल यति गरिसकेपछि यस गरिसकेपछि यो एप्रुभलकोमा गयो ठीक छ यहाँसम्म अब यहाँ अर्को न्यू ट्याबमा गएर हामी फेरि पाम्स खोल्छौं पाम्स खोलिसकेपछि अब चाहिँ हामी एप्रुभरको युजर आइडीबाट लगइन गर्छौं है एप्रुभरको आइडीबाट लगइन गरे है यो गरिसकेपछि यहाँ ठ्याक्कै आइराछ अन्य प्रविष्टिमा एउटा नोटिफिकेसन आएको छ यसमा चाहिँ क्लिक गर्नुपर्छ अब यो स्वीकृतकर्तामा एप्रुभरमा आएको छ यसलाई चाहिँ पहिला प्रिभ्यू गरेर हेर्नुपर्छ है एप्रुभरकर्ताले यसरी हेर्नुहुन्छ हैन हेरिसकेपछि यो सबै ठीक छ भने यसरी चाहिँ यसमा गएर स्वीकृत गर्दिनुहुन्छ हैन यदि केही सच्याउनु पर्ने छ भने उहाँले ब्याकवार्ड गर्दिनुहुन्छ ब्याकवार्ड गर्ने बित्तिकै यो स्टोर किपरकोमा गइहाल्छ अब फेरि त्यसलाई सच्याउनको लागि चाहिँ फोर करेक्सनको लागि चाहिँ स्टोर किपरमा पठाइदिनु हैन यो ठीक छ भने स्वीकृत गर्दिनु स्वीकृत गर्दिनलाई चाहिँ यस गर्ने है ल अब यो स्वीकृत भइहाल्यो यति मात्र भएमा हाम्रो यो आम्दानी चाहिँ जिन्सीमा बानिदैन हाम्रो सिस्टममा आउँदैन यसको लागि चाहिँ हामीले अर्को प्रक्रिया भनेको स्टोर किपरमा गएर पहिला यो स्टोर किपरमा जाने हैन यो अहिले जुन पठाएको त्यो स्वीकृत भयो कि भएन कसरी हेर्ने यसरी सबैमा क्लिक गर्ने यो हाम्रो जम्मा 4 नम्बरको प्रविष्टि नम्बर 4 थियो यो चाहिँ स्वीकृत भएको भनेर यसरी देखाइराछ है यसरी भइसकेपछि हामीले अब यसलाई दाखिला पनि गर्नुपर्ने हुन्छ दाखिला प्रतिवेदनमा क्लिक गर्ने त्यसपछि औषधिको दाखिलामा क्लिक गर्ने अनि त्यसपछि आर्थिक वर्ष सिलेक्ट गर्ने आदेश नम्बर प्रविष्टि 4 यो जुन छ नि अन्य प्रविष्टि 4 वाला त्यो अघि भर्खरै हामीले बनाएको यो सबै गरेर त्यसपछि यो दुईटा आयो दुईटा औषधि जुन हामीले बनाएको थियो प्यारासिटामोल र भिटामिन बी कम्प्लेक्स त्यो आइसकेको छ यसलाई सेभ अल गरौँ सेभ अल गरिसकेपछि प्रविष्टि 4 सेभ अल गरिसकेपछि यहाँ फेरि यसमा कार्यमा क्लिक गरेपछि 3 डटमा क्लिक गरेपछि विस्तृत विवरण प्रविष्टिमा क्लिक गर्नुपर्ने हुन्छ अब यहाँबाट चाहिँ हामीले एक्सपायरी डेट र ब्याच नम्बर चाहिँ म्यानुफ्याक्चर एक्सपायरी र ब्याच नम्बर हाल्नु पर्ने हुन्छ यहाँ अवस्था अहिले 0 देखाइराछ यो 0 अवस्था भएपछि यहाँको सेभ अल गर्न मिल्दैन अगाडि बढ्न मिल्दैन त्यही भएर यो अवस्थालाई चाहिँ 1 बनाउनु पर्ने हुन्छ हामीले यसरी चाहिँ 3 डटमा क्लिक गर्ने त्यसपछि आयो हाम्रो प्यारासिटामोल ट्याब्लेट 1000 थियो 1000 लाई चाहिँ यहाँ परिमाण 1000 दिने है त्यसपछि यो कुन कम्पनीको थियो कम्पनी थाहा छ उ छ भने लेख्नु होला थाहा छैन भने नखुलेको देखाउनु होला देश अब कुन देशमा बनाएको छ अब त्यो थाहा छ भने दिनु होला नेपाल जस्तै नेपालमा बनाएको छ भने नेपाल दिदिए हैन त्यसपछि उत्पादन मिति अर्थात म्यानुफ्याक्चर डेट हामीले लेख्नु पर्ने हुन्छ यो कहिले बनेको छ यो प्यारासिटामोल त जुन 1 मा बन्या छ है त्यसपछि एक्सपायरी डेट कहिले सम्म छ यो 2026 साल डिसेम्बर 31 मा एक्सपायर हुन्छ ब्याच नम्बर राख्ने बेलामा जहिले पनि हामीले विचार गर्नुपर्ने हुन्छ क्यापिटल लेटर हुनुपर्छ है क्यापिटल लेटर यसले लिन्छ त्यसपछि दाखिला हुने गोदाम यो हाम्रो स्वास्थ्य संस्थाको गोदाम चाहिँ देखाउँछ यसरी हालिसकेपछि यो सेभ बटन खुल्छ यहाँबाट सेभ गर्दिने है सेभ गरिसकेपछि सेभ अल गर्ने र फेरि एउटा अवस्था 1 भयो अर्कोको अवस्था अझै 0 छ है यसलाई पनि हामीले
अवस्था 1 बनाउनु पर्ने हुन्छ। यसको लागि 3 डटमा क्लिक गर्ने। त्यसपछि मानौ अब यहाँ हाम्रो भिटामिन बी कम्प्लेक्स 500 छ, जसमध्ये 2 ब्याचको छ, 300 जस्तै मान्न 400 छ एउटा ब्याचको हो र 100 छ अर्को ब्याचको। त 400 दिएर हामीले अब भिटामिन बी कम्प्लेक्सको पनि कम्पनीको ब्रान्ड कम्पनी खोलेको छैन, नखोलेको भनेर देखाउनु। देश त अब नेपालकै भिटामिन बी कम्प्लेक्स होला नि त, त्यही भएर नेपाल गर्यौं है। त्यसपछि उत्पादन मिति अब चाहिँ कहिले बनेको छ, अक्टोबर 25 मा बनेको छ र 27 को जनवरी 31 मा एक्सपायर हुन्छ। यसको ब्याच नम्बर छ DF8। ठीक छ। दाखिला हुने गोदाम चाहिँ स्वास्थ्य। यसरी यति खोलिसकेपछि सेभ गर्ने। अब अझै 100 त बाँकी छ, 400 मात्रै भयो, त्यहाँ त 500 थियो, त्यही भएर 100 फेरि 100 को परिमाण देखाउनु पर्ने हुन्छ। अनि अवस्था 0 छ। त्यसपछि ब्रान्ड कम्पनी नखुलेको, देश चाहिँ नेपाल, देश नेपाल। अनि त्यसपछि उत्पादन मिति फेरि यसको अब म्यानुफ्याक्चर डेट फरक हुन सक्छ है, त्यही भएर यसको अगस्त 1 छ र यसको एक्सपायरी चाहिँ 27 मार्च 31। ठीक छ। यति आइसकेपछि यसको ब्याच चाहिँ फरक छ। दाखिला हुने गोदाम सिलेक्ट गर्यौं, त्यसपछि सेभ गर्दियौं। यति गरिसकेपछि हामीले सेभ अल गर्छौं। सेभ अल गरेपछि दुईटैको अवस्था अब 1 भयो। 1 भइसकेपछि यहाँ चाहिँ सेभ अल को बटन क्लिकेबल भयो। हामी क्लिक गर्यौं। क्लिक गरिसकेपछि यहाँ नयाँ प्रविष्टि भयो। अब यति गरेपछि फेरि हामीले एप्रुभरको लागि फरवर्ड गर्नुपर्ने हुन्छ संस्था प्रमुखको लागि। प्रिभ्यू गरेर हेर्ने, हामीले गरेको ठीक छ कि छैन। हेरिसकेपछि ठीक छ भने यसलाई चाहिँ संस्था प्रमुखकोमा फरवर्ड गर्नुपर्ने हुन्छ। यदि केही सच्याउनु पर्यो भने एडिट गर्ने, हैन ठीक छ भने यसलाई चाहिँ फरवर्ड गर्नुपर्ने हुन्छ संस्था प्रमुखको स्वीकृतकर्ताकोमा। स्वीकृतकर्ता शाखा, संस्थाको नाम, स्वीकृतकर्ताको नाम र संक्षेपमा फेरि फर एप्रुभल। यति गरिसकेपछि यो फेरि स्वीकृतकर्ताकोमा जान्छ। अब फेरि स्वीकृतकर्तामा गइसकेपछि स्वीकृतकर्ताको एकाउन्टबाट हामी लगइन अघि नै गरिसकेका छु। त्यहाँबाट ड्याशबोर्डमा क्लिक गर्ने, यहाँ आइसकेको छ दाखिला प्रतिवेदन, एउटा नोटिफिकेसन आएको छ। यसमा क्लिक गरेपछि आयो आदेश नम्बर 4 है। अब यसलाई चाहिँ हामीले प्रिभ्यू गरेर हेर्छौं। ठीक छ। केही सबै कुरा मिलेको छ। 400, 100, 500 चाहिँ भयो भिटामिन बी कम्प्लेक्स, 1000 भयो पारासिटामोल। यति गरिसकेपछि ठीक छ। ठीक छ मतलब ठीक भएपछि यसलाई चाहिँ स्वीकृत गर्नुपर्छ। केही सच्याउनु पर्यो भने स्टोर किपरकोमा ब्याकग्राउन्ड गरिदिने, हैन यो सच्याउनु पर्ने छैन, यो स्वीकृत गरिदिने। स्वीकृत भइसकेपछि अब यो अब मात्र हामी यो चाहिँ हाम्रो जिन्सीमा सम्पत्ति बाँधियो। अब चाहिँ हाम्रो सिस्टममा यो औषधिहरू देखाउँछ। अब यो औषधि देखिनलाई वा यो हाम्रो दाखिला भयो कि भएन त्यो चेक गर्नलाई चाहिँ हामी स्टोर किपरकोमा जान्छौं। स्टोर किपरमा दाखिलामा अवस्थामा क्लिक गरेपछि, सबैमा क्लिक गरेपछि यहाँ आयो सबभन्दा लास्टको छ। यो चाहिँ स्वीकृत भइसकेको छ र यी हाम्रो दाखिला भयो कि भएन, सम्पत्ति हाम्रो बाँधियो कि बाँधेन त्यो हेर्नलाई चाहिँ हामी प्रतिवेदनमा जान्छौं। प्रतिवेदनमा अन्य कार्यालय प्रतिवेदनमा गएर अन्य कार्यालय प्रतिवेदनहरूमा गोदाम अनुसारको प्रतिवेदनमा हामी क्लिक गर्छौं। हाम्रो गोदाममा गोदाम फर्मेट सम्पत्तिको प्रकार चाहिँ खर्च भएर जानेछ। आर्थिक वर्ष चाहिँ हामीले सिलेक्ट गर्नुपर्ने हुन्छ। यति गरेर फर्मेटमा हामी चाहिँ पीडीएफ, एक्सेल र डकुमेन्ट जुनमा पनि हामीलाई जरुरी पर्छ त्यो अनुसार हामीले यहाँबाट लिन सक्छौं। प्रिभ्यू गर्यो भने ठ्याक्कै औषधिहरू चाहिँ हाम्रो गोदाममा आएको सम्पत्ति बाँधिएको चाहिँ यहाँबाट देखाउँछ। ल यहाँ आएको छ भिटामिन बी कम्प्लेक्स पारासिटामोल, बी कम्प्लेक्स 500, पारासिटामोल 1000 आएको भनेर यसरी देखाइरहेछ। यसरी चाहिँ हामीले
आल्या गर्नुपर्ने हुन्छ। यति गरेपछि आल्या कम्प्लिट हुन्छ र मलाई आशा छ यहाँहरू राम्ररी बुझ्नुभयो होला। हस्, धन्यवाद।